जसको कीमत छ 10 रुपियाँ। अच्छा 10 रुपियाँ। धन्दै राति खुलिन्न, नत्र डिनर पनि यही हुन्थ्यो। तिमी पढेको के पढेको? ए मान्छे सुत्ने बेलामा तिमी पढ्छौ, 10:30 बजे तिमी पढ्छौ। लो त भाइ, हामी पनि आइयो दोकानमा। अब सामानहरू थोडा साइड गरौँ, त्यसलाई भित्र राखौँ। रेगुलर वर्क यही सब सामानहरू बाहिर राख्ने। कफी मेसिन पनि अन गरियो। मजा आउँछ रे जब बिहान बिहान राम्रो राम्रो बोनी हुन्छ नि, दोकानदारलाई मजा हुन्छ। हजुरलाई मजा आउँछ कि न? एकपल्ट मलाई कमेन्ट गरेर बताउनु त। कोही दोकानदारले मेरो ब्लग हेर्छ भने बिहान बिहान अगर राम्रो बोनी हुन्छ, मेरो राम्रो बोनी भयो आज, मजा आयो आज साँच्चीमा। त अलरेडी सामानहरू मजाले ट्याक ट्याक बाहिर राखिदिइसकेँ मैले। हाफ पोर्सन रेडी भयो। अब यो झाडु हान्दैन, यो फ्लोरहरू बाहिर यो सब राखिदिउँ, अहिले बस दोकानदारी स्टार्ट। सो अल सेट है, पूरा दोकान प्रिपेयर भयो। सो पुरा टुकटाप सब कुछ मिलाइदिएँ मैले। अलिकति बिग्रेको रहेछ। अरू चल वेट गरौँ अब कस्टमरहरूको। चल्दैछ जस्तो छ। घामहरू त मजाले निक्लेको छ अहिले फिलहाल त। आइसक्रिमहरू त लिएको छैन मैले जाने बुझी, किनभने ठन्डाको सिजन छ भनेर। एउटा दोकानदार भएपछि एउटा कुन टाइममा कुन चाहिँ चिज लिनु हो भनेर थाहा हुनपर्छ भनेर मलाई थाहा हुँदैछ। किनभने मैले पनि भर्खरै स्टार्ट गरेको, यही सालभरि फेब्रुअरी मार्चबाट मैले स्टार्ट गरेको दोकानको लागि। त मलाई पनि पहिला के थिएन, बहुतजनाले त मलाई चिन्नुहुन्छ। म पहिला कर्पोरेटमा थिएँ, त नाम त बताउनु भएन कम्पनीको। बहुत धेरै हेरेसमेन्ट हुन्थ्यो यार। त त्यही भएर त्यो छोडछाड गरेर दोकान सम्हाल्न आएको थिएँ। त थोडा त अहिले स्ट्रगल पिरियड चल्दैछ मेरो त। अहिले थोडा बहुत यतापट्टि झन् यतापट्टि यो दोकानपट्टि छोडेपछि उता गएपछि झन् यहाँको केही थाहा हुन्न, अरू उहाँपट्टि यता आएपछि उताको केही थाहा हुन्न। प्रब्लम हुँदैछ, तर केही हुन आस्ते आस्ते गएर आई थिङ्क म्यानेज भइहाल्छ। त्यस्तै हो क्या दोकानदार भएपछि। तपाईँहरूले पनि अगर दोकान गर्नुहुन्छ भने प्लिज कमेन्ट गर्नु त्यहाँ, हजुरहरूले कस्तो टाइपले दोकान चलाउनुहुन्छ भनेर, ताकि मलाई पनि एउटा के हुन्छ एक्सपिरियन्स हुन्छ, मलाई पनि कसैको गाइडेन्स हुन्छ कि यसरी चलाउने हो भनेर। यसै बिचमा मेरो नास्ता पनि आइहाल्यो। दोकानदार भएपछि यस्तै हो, रस्ता दोकानमै बसेर नास्ता खाना। तपाईँको धन्दै राति खुलिन्न, नत्र डिनर पनि यही हुन्थ्यो। सो हे गाइस, वेलकम टू द मैकीज कॉर्नर। और ये देखो मैं क्या बना रहा हूँ, मोमो। ठीक है, ये है पोक मोमो। सब्जी देख रहे हो, प्याज, ऑयल, धनिया और पोक, बस इतना ही है और कुछ नहीं है। सो ये लोगों ने ऑलरेडी चिकन मोमो प्रिपेयर कर दिया है, तो मुझे सिर्फ पोक बनाने के लिए रखा हुआ था कि मैं पोक बना दूँ बोल के। तो ये देखो भाई, पोक मोमो बन रहा है। और हम ज़्यादा पीस प्रिपेयर नहीं करते, ओनली 12 पीस 15 पीस बनाते हैं, ताकि दिन का मोमो दिन में ख़त्म हो जाए, ज़्यादा ना रहे और बासी ना रहे। तो ये लॉस भी होता है और अच्छा भी नहीं लगता है कि कस्टमर को कुछ बासी दिया जाए, राइट। ये देखो ये क्या आया हुआ है, देखो ये क्या है, फैन बेल्ट ना, देखो। हाँ, ये यहीं से खरीदने से ना, इसका दाम एक्चुअल में प्राइस लिखा है 699, देखो। और अगर आप यहाँ से खरीदोगे तो TVS लिखा होगा या कुछ ब्रांड का नाम लिखा होगा, जिसका प्राइस अलग होता है। मगर ये हम लोगों को ऑनलाइन मिला है सिर्फ 376 इसके एंटॉक के लिए है, देखो बढ़िया है ना। तो ऑनलाइन ही ठीक रहता है यार, ये बाहर से मंगाने से ना, इधर से जाके खुद से लेने से दाम भी ज़्यादा, सामान तो सेम। जा रहा है अभी लगाने ये गैरेज पे, जहाँ पे इसका जो बंदा स्कूटी बनाता है उसको दे देगा ये बनाने के लिए। चलो ये भी जा रहा है किटिंग रोड, और हम रहते हैं थोड़ी देर के लिए मैगीज कॉर्नर में, मुझे भी घर जाना है। तो काम करनी यही हो यार भाई, दोकानमा आओ, बस्ता मिलाओ, है ना, मिलाओ के सामान खत्म भएको छ त्यो सबै लेख, मैं खाउन्न। यिनीहरू पनि खत्म भइसकेको रहेछ। यो अब यसो त्यो मान्छेलाई इन्फर्म गर्नुपर्छ, यो खजुर यसरी बिक्री गर्छ प्याकेटमा हालेर। बहुत फाइदा जस्तो लाग्छ यार मलाई त, यस्तै गर्नुपर्छ होला सायद। अब आफूले लिएर आयो खुजु यो प्लास्टिकमा हाल्यो, दाम बिक्री गर्यो, होइन? यही राम्रो जस्तो लाग्यो मलाई त यार। मेरो दोकानमा नयाँ आइटम आएको भनेपछि चिकन फ्लेभर नुडल्स, चिकन मैगी, जसको कीमत छ 10 रुपियाँ। अच्छा 10 रुपियाँ, ओ नयाँ आएको रहेछ है, 10 रुपियाँमा पाउने रहेछ। पहिला 20 रुपियाँ त्यसको दाम,
ब्रेडहरू त टक्कै हल्का रमाइलो आएको रहेछ। र आज एउटा चिज राम्रो के चिप्सहरू पनि आइपुग्यो आज। रिलायन्सले के बनाउँछ हो। यो चिप्सहरू पनि रहेछ। यो चिप्स पनि रिलायन्सकै हो। सिम कार्ड मेरो रिलायन्सकै हो, जियोको मतलब। त्यसपछि हजुरको क्याम्पा पनि रिलायन्सकै हो। बहुत धेरै सामानहरू। यो आलुहरू हेर न हरियो भइदिएछ यार। नयाँ आलुहरूको फन्डा नि यही एउटा घटिया छ। यो आलु अब न बिक्री हुन्छ न के हुन्छ, यसलाई 10-10 रुपियाँमा या 15-15 रुपियाँमा बिक्री गर्नुपर्छ। नहीं त यो यतिकै रहन्थ्यो। त्यसै माथि बहिनी आयो, भन बहिनी। ल 5 रुपियाँ। बहिनी आयो सामान लिनको लागि। बिना बच्चा बच्चीको दोकान चलिन्न, बिकज मेन कस्टमर बच्चा बच्चीहरू। एकदम शान्ति छ यो लोकलिटी त। त्यसै बिचमा मेरो भाइ पनि आयो, अलिकति हेल्प गर्दैन। और वहाँ त्यहाँ हेर्नु त्यो भागेको हेर्नु, त्यो क्यामेरा देखने से क्यों भागता है? हैं? तुम लोग कैमरा देखने से क्यों भागता है? नहीं क्यों भागेगा? तो ऐसा करता है, वीडियो बना रहा है, ऐसा कर रहा है। इन्होंने खाली डराउँछन् रे, क्यामेरादेखि डराउने। यसको नाम अरुण हो, यो हाम्रै घरको साइडमा बस्छ, यस दोकानको साइडमा बस्छ। सरी यो क्यामेरा देखाइदिने यिनीहरू भागिदिन्छन्। बहुतजना केटाकेटाहरू छन् यहाँ, केटाकेटीहरू जो पनि क्यामेरा देखायो नि भागिदिन्छन्। लेकिन यो त भाग्दैन है, हर टाइम आन्छ यो। सो टाइम भइसक्यो बन्द गर्ने। और यो यस्तो कस्टमरै हो, लास्ट कस्टमर हो मेरो, मलाई थाहा छ। एन्डिङमा आउँछ भैया ये चाहिए भनेर, त्यहाँ मेरो दोकान बनाउँछ, मलाई थाहा छ। के टाइम भयो घर आउने पनि 10:30। और यहाँ बुढीले त पुरा बिस्तारै सिस्तारै मिलाएर राख्दै रहेछ। बहुत बढिया। यहाँ बाबु तिमी पढेको? तिमी पढेको के पढेको? ए मान्छे सुत्ने बेलामा तिमी पढ्छौ, 10:30 बजे तिमी पढ्छौ। एबिसिडी पढ्छौ। फ्रुट्स नै भन त। त्यसपछि हजुर के भनेको? वाटरमेलन। अब टाइम भयो खाना खाने, जल्दी आऊ खाना खाने। बहिनी के गर्दैछु भनेपछि अर्कीलाई सम्हाल्दैछु। तो के अझै खाना खानु भयो? सो अब हामीले खाना खाने हो। खाना खाएपछि भेटौँ ल भोलि।